आएको खास चाहिँ यहाँ आमा बिचल्ली बुवा नमस्ते यो चाहिँ तिनकुने ए मलाई सबै त म लड्न आँटेँ यहाँ आमा किन यहाँ बस्नु भएको तपाईँ अनि के खानुभयो कति दिनदेखि बस्नु भएको छ यहाँ नाम के हो तपाईँको ओम गुरुङ अनि के अरे अनि खाना खानुभयो अनि किन यसरी चाहिँ बिचल्ली भएर बस्नु भएको हो घर कहाँ घर पर्वत जिल्ला मासिला गाउँपालिका वार्ड नम्बर 4 हजुर यता हेरेर भन्नु त हजुर मासिला गाउँपालिका वार्ड नम्बर 4 हजुर हैन पाखापानी पर्वत नाम ए अनि तपाईलाई हामीले घर जाने खर्च दियौँ भने घर जानुहुन्छ एकदम ल आउनुस् ल हात ल्याउनु ल आउनु यहाँ यसरी चितेर बस्नु आन्दोलनमा हिँड्नु भएको हो के को आन्दोलनमा हिँड्नु भएको के को आन्दोलन हिँड्नु भएको आन्दोलन होइन मेरो आफ्नै आन्दोलन भयो अब के गर्नु आन्दोलनमा हिँड्नु भएको थियो इन्डियन आर्मी गरे मान्छे ए हामी तपाईँलाई कपडा चप्पल होइन त्यो दिन्छौँ किनेर अनि तपाईँलाई घर पुऱ्याइदिन्छौँ हामी कहाँ रे घर के फेरि भन्नु त पर्वतमा पर्वत कुन ठाउँ लामटोङ ल ल ल ल कपडाहरू किन्नलाई चाहिँ लाँदै हुनुहुन्छ भाइले चाहिँ अनि भाइ होइन सरी दाइ हजुर शुभ नाम भन्नु नि त ए ल नभन्ने ल है त खुसी हुनुहुन्छ नि दाइ ल अलिक सफा गर्नु खुट्टा धुनु यो पनि धुनु साबुन छ भाइ यहाँ माथि जालीमा छ जाली छ अब हामी चाहिँ तपाईँलाई एयरपोर्ट लड छोड्छौँ ल अनि वहीँ चाहिँ जानु होला है घर जानु होला पर्वत तपाईँको मान्छे लिन आउँछ उता हामीले भनिदिइसकेका छौँ अर्को त्यहीँ छ त्यहीँ ल ठिक्क भयो नि त थ्याङ्क यू सो मच है ठिक्क भयो मलाई जो हामीले चाहिँ त्रिपुरेश्वरबाट तिनकुनेबाट चाहिँ हामीले उद्धार गरेको ओम बहादुर थापाज्यूलाई चाहिँ आज चाहिँ हाम्रो राजु दाईले चाहिँ प्लेन टिकट किनिदिनु भएको छ स्पोन्सर गर्नुभएको छ र उहाँ पनि एउटा समाजसेवी हुन्छ तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु र हाम्रो ओम बहादुर दाई चाहिँ तपाईँ आज उद्धार भएर तपाईँ आफ्नो गाउँ कति दिनपछि फर्किँदै हुनुहुन्छ हजुर 1 महिनापछि फर्किनुहुन्छ 1 महिनासम्म तपाईँ कहाँ हुनुहुन्छ झाडीमा लडेर सुतिरहनु भएको थियो होइन आज उद्धार भयो नि तपाईँको अब गएर प्लेनमा चढेर रक्सी सक्सी दियो भने नखानी त्यहीँ लड्नुहुन्छ फेरि तपाईँ हो किन अनि सुरुक्क घरमा जाने आजकै दिनलाई फोन गरेर हामी पुग्यौँ भनेर भन्नु छ है ल हजुरलाई बधाई छ है ल है त ल उहाँलाई बाई बाई गर्छु अनि त्यसो है बाई बाई गरेर आउँछु नि ल हिँड्नुहोस् ल तपाईँलाई